वाउ, कति राम्रो धुवा सहितको बबल। कहिले तपाईँले यस्तो देख्नुभएको थियो? आउनुहोस्, तपाईँहरूलाई आज म सिकाउनेछु यो घरमै गर्न सकिन्छ। साइन्सको प्रयोग गरेर यसमा फिजिक्स र केमिस्ट्री दुवै प्रयोग गर्नुपर्ने हुन्छ। मैले चिनी लिएको छु एउटा बटुकोमा। तपाईँले पनि चिनी अथवा ग्लिसरिन लिनुहोला। यसमा अब हामीले सेम्पू मिसाउनु पर्ने हुन्छ। सेम्पू, ग्लिसरिन र पानी मिसाउँदा सर्फेक्टेन्ट बन्ने गर्छ। यसले पानीको सर्फेस टेन्सनलाई कम गर्छ। अनि थोरै पानी राखेर यसको घोल बनाउने। अब यसलाई मजाले फिट्नुहोस्, मजाले गुल्नुपर्छ। यो चिनी अथवा ग्लिसरिन तपाईँले के राख्नु भएको छ, यो सेम्पू मजाले यसमा घोल बन्नुपर्छ। यसरी मजाले घोलिसकेको हुनुपर्छ। एउटा यसको घोल तयार पार्नु होला सुरुमा। अब मैले घरमा फ्याँकिएको एउटा कुनै पनि कोल्ड ड्रिङ्क्सको बोतल लिएको छु। यो बोतल्समा चाहिँ हामीले प्वाल पार्नुपर्ने हुन्छ। मैले चाहिँ आइरनले प्वाल पारेको छु। दुईवटा प्वाल पार्नु होला, अगाडि र पछाडि, मैले जसरी तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ। अब एउटा तपाईँले फ्याल्न लागेको पेन लिनु होला। त्यो पेन एकपट्टि राख्नुपर्ने हुन्छ। त्यो हामीले फुक्नको लागि बनाएको हो। यसमा मसँग घरमा ग्लुगन थियो, अनि ग्लुगनले यहाँनिर चिप्काउनुपर्छ जहाँबाट हावा नजाओस् बाहिर। तपाईँले कुनै माध्यमले गमहरू लगाएर अथवा केही चिजले टाँस्दा हुन्छ। अब धुवा हुनको लागि मैले धुप लिएको छु। तपाईँले धुप लिँदा हुन्छ, हामीलाई स्वास्थ्यको लागि हानि नगर्ने जे लिए पनि हुन्छ है। धुवा आउने प्रकारको जे भए पनि हुन्छ, कागजलाई बेरेर राखे पनि हुन्छ। अझ सबैभन्दा राम्रो यो धुप भयो भने, धुप चाहिँ अक्सिजनको अलिकति कमी मात्रामा पनि बलिबस्छ। त्यही भएकोले मैले धुप लिएको छु। अगाडिपट्टिको प्वालमा यो धुप राख्नुपर्ने हुन्छ। यसलाई पनि मैले ग्लुले चिप्काइदिएको छु। त्यहाँनिर तपाईँले जेलले पनि टाँस्दा हुन्छ है। प्वाल टालिनु पऱ्यो, चुइगमले टाल्दा पनि हुन्छ है। यो घरमा अरू केही पनि छैन भने। अब यो बोतलभित्र धुवा जम्मा भइसकेको छ। यो चाहिँ तपाईँले घरमा मजाले रमाइलोको लागि गर्न सक्नुहुन्छ। बच्चाहरू पनि कति खुसी हुन्छ होइन। तपाईँले भिडियो पनि अघि देखिसक्नु भएको छ। अब यहाँनिर सेम्पूमा चोप्ने अनि बबल बनाउने। वाउ, कति राम्रो। यहाँ चाहिँ धुवासहितको बबल भन्छ कि कति राम्रो छ। यस्तै रमाइलो, पढाइ कम, सिकाइ ज्यादा हुने प्रकारको भिडियो नछुटाइकन हेर्नका लागि हामीलाई तपाईँले फलो अथवा सब्सक्राइब गर्न सक्नुहुन्छ। र मेरो आजको भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्नुहोला। साथीभाइ र परिवारसँग बसेर यस्तै प्रकारको एक्सपेरिमेन्ट गरेर रमाइलो गर्न सक्नुहुनेछ।